पार्ट 2 को स्टार्टिङ यस्तरी हुन्छ। नभए यसको अन्जाम नराम्रो होला। र उनी त्यति भनेर त्यहाँबाट जान्छन् र रातमा सियान घरमा आउँदाखेरि एउटा वाइन लिएर आएको हुन्छ र त्यो वाइन साधारण वाइन हुँदैन। यदि त्यो वाइन पियो भने स्त्रीले टोकेको विष लाग्दैन थियो र यो कुराबाट सुजियान अनजान थिइन् र उनीहरू दुवैजनाले त्यो वाइन पिउँछन् र वाइन पिइसकेपछि सुजियानलाई अर्कै खालको फिलिङ्स आउन थाल्छ र उसको पेट दुख्न थाल्छ। त्यसैले उनी एउटा रुममा जान्छन् र डोर लक गर्छन् र सियान बाहिर धेरै बेरसम्म कुर्छ र उसले सोध्छ, तिमी यस्तो किन गर्दैछौ? कि तिमी म देख्दा रिसाएको छौ? र उनी आफूमा कन्ट्रोल गर्न नसकेर उनी स्नेक भन्छन् र सुजियानलाई समात्नका लागि त्यहाँ मास्टरहरू आउँछन् र सियानले डरको कारणले गर्दा त्यो शक्तिशाली नाइफ व्हाइट स्नेक माथि कोपिदिन्छ र उनी त्यहाँबाट भागेर उनी आफ्नो बहिनी बाटोमा आइपुग्छन् र उसले त्यो नाइफले लागेको कारणले गर्दा उनी अब मान्छे बन्न सक्दिनन् र मास्टरले सियानलाई भनिदिन्छ त्यो व्हाइट स्नेक नै तिम्रो वाइफ हो भनेर। यो सुनिसकेपछि सियान सकमा पर्छ र उसलाई पश्चाताप भइरहेको थियो किनकि उसले उसलाई नाइफले कोपिदियो र त्यहाँ एउटा मुसाले भन्छ एउटा जडीबुटीले सियानको ज्यान बच्न सक्छ तर यो एकदम खतरनाक छ किनकि त्यो जडीबुटी यति पवित्र छ कि त्यो जडीबुटीको कारणले गर्दै त्यहाँको मोन्स्टरलाई कैद गरिएर राखिएको छ। र यति सुनिसकेपछि पनि सियान त्यहाँ जान्छ र त्यो जडीबुटी लिएर फर्कँदाखेरि त्यहाँको मोन्स्टरहरू आजाद हुन्छन् र सियानलाई एट्याक गर्छन् र उसको बडीमा प्रवेश गर्छन् र सियानले त्यो जडीबुटी त्यो मुसालाई दिएको थियो र त्यो मुसाले त्यो जडीबुटी सुजियान बाटोमा लगेर दिन्छ र सुजियानको ज्यान बच्छ र उनीहरू त्यहाँ जान्छन् र मास्टरमाथि एट्याक गर्छन् किनकि उनीहरूलाई लागिरहेको थियो कि सियान र उसलाई अलग गर्न खोजिरहेको जस्तो र मास्टर र सुजियान बीच घनिष्ठ युद्ध हुन्छ र उनले जसोतसो गरेर सियानलाई एक ठाउँमा लिएर आउँछन् तर सियानको मेमोरी लस भइसकेको थियो र सुजियानले मास्टरलाई सोध्छन् तिमीले उमाथि के गर्यो जसले गर्दा उसले मलाई चिन्दैन र यति भनिसकेपछि फेरि उनी मास्टरलाई एट्याक गर्छन् र मास्टर र सुजियान बीच फेरि घनिष्ठ युद्ध हुन्छ र सुजियानले मास्टरलाई धेरै नै घायल गरिदिन्छन् र लास्टमा मास्टरले बुद्धिस्ट मन्त्रको जप गरिसकेपछि उनले सुजियानलाई आफ्नो काबुमा गर्छन् किनकि सुजियान एउटा मोन्स्टर थियो र मास्टरले एउटा पवित्र शक्तिको प्रयोग गरेर एउटा हाउस बनाउँछन् र सुजियानलाई त्यहीँ लक गरिदिन्छन् र सुजियान भित्र बसेर धेरै कराउँछन् रुन्छन् र उनी त्यहाँबाट बाहिर निस्किन सक्थिनन् र उनी भन्छन् हे महात्मा मलाई एकचोटि मेरो हस्बेन्डसँग भेट्न दिनुहोस् त्यसपछि तपाईँ जे सजाय दिनुहुन्छ म त्यसलाई स्वीकार्छु र उनी भन्छन् बुद्धम शरणम गच्छामि र त्यसपछि स्काईबाट एउटा लाइट आउँछ र मास्टरले त्यो घरलाई उछालिदिन्छन् र उनी त्यहाँबाट बाहिर निस्किन्छन् र सियानलाई पनि सबै कुरा याद आइसकेको थियो। उनी कुद्दै गएर उसलाई हक गर्छन् रुन्छन् र भन्छन् म तिमीलाई धेरै माया गर्छु र त्यसपछि स्काईबाट आएको त्यो लाइट मधुर हुँदै जाँदै थियो र सुजियान त्यो हाउसतिर तानिँदै थिइन् र उनीहरूले एकअर्काको हात समाइरहेका थिए र उनीहरूको त्यो हात पनि छुट्छ र सुजियान त्यो हाउसमा लक हुन्छन् र सियानले त्यो हाउस बाहिर बसेर आफ्नो पुरै जिन्दगी बिताइदिन्छ र उसले भनिरहेको थियो मलाई थाहा छ उनी एक दिन अवश्य बाहिर आउनेछन् र यसै सँगसँगै यो मुभीको एन्डिङ हुन्छ। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू फर वाचिङ। स्टे कनेक्टेड। बाई बाई।